हेलो गाइस वेलकम ब्याक टु एससिटी ब्लग। आज चाहिँ हामी घुम्न जान लागेको छौँ। त्यो ठाउँहरू चाहिँ हामी तपाईँलाई पछि देखाउने छौँ। त्यतिजेलसम्म भिडियोलाई हेरिदिनु होला र लाइक सेयर सब्सक्राइब गरिदिनु होला। भाउजू आमा है ढक्कला अब चाहिँ हामी जानलाई रेडी। हाम्रो दाइ होइन, हाम्रो अर्को दाइ। हेलो हेलो हामी चाहिँ होइन फेरि अब पोहोर त जाँदैछु है, हुँदैन नि। ल हामी चाहिँ अब लाग्नलाई रेडी। ल दाइ ल ल ल ल दाइ ल ल त्यहाँ पुगेपछि चेन्ज गर्नु हुन्छ प्लान है। त्यहाँसम्म चाहिँ चेन्ज हुँदैन। कान्छो त कति ह्यान्डसम देखेको बाबा। राम्रो हुँदैन क्या। ल रेडी टु गो। रेड भइरहेको छ Ready, Sambo. Ready to go. फाइनली हामी हाम्रो डेस्टिनेसनमा आइपुग्न लाग्यौँ होइन। हाम्रो दाइले राम्रोसँग ल्याइदिनु भयो। हाम्रो बाउ चाहिँ 2-3 निन्द्रा सुतेर अर्को घाँस गरेर आँखा खोलेर सुत्दो रहेछ त्यो यार। आमा पनि उठियो भयो ल। सबैजना एक निन्द्रा सुतेर दाइ र म मात्रै है दाइ। हामी चाहिँ यहाँ छोटो मिठो ब्रेकफास्ट। अब चाहिँ हामी यहाँ टिकट काट्न लागेको हो त। अनि त्यसपछि हामी भित्र छिर्ने हो। मेरो चाहिँ तुना फुस्केर मेरो प्रिय मायालुले तुना बाँधेको अवस्था कस्तो मेरो कालिया। यहाँ चाहिँ टिकट काट्न बाआमा यहाँ हुनुहुन्छ। यहाँ चाहिँ हामी टिकट काटिरहेको छौँ। त्यसपछि हामी भित्र छिर्नेछौँ। यहाँ चाहिँ यो ठाउँको नाम चाहिँ यो है बुद्ध इडेन। ल है हामी चाहिँ छिर्यो बाबा छिर्यो कि
वेलकम ब्याक हाई मेरो बुढा कालो बुढा आज हामी वाह ल हामी चाहिँ भित्र छिरौँ यो चाहिँ इडन बुद्ध पिस प्लेस भनौँ न अनि यसो रमाइलो गर्दै भ्यू कस्तो दामी देखेको भाइ वाह के भयो के अरे आज चाहिँ कहाँ आएको रे सुजन हामी चाहिँ आज पोर्चुगलको यो बुद्ध पार्क होइन पार्कमा आएको छौँ होइन यसो भिजिट गर्ने कस्तो दामी भ्यू देखायो है काल नेपालको जस्तो अलिकति फिल भाइब्स आइरहेछ आइरहेछ होइन यहाँ छिर्ने बित्तिकै तिमीलाई कस्तो फिल भयो पिस फिल भयो अब भित्र छिरेपछि झन् पिस हुन्छ अहिले त्यहाँ आधी छिर्दा त भइरहेछ भित्र छिरेपछि जानु सुजन बा सुजनले भनेको आधी यहाँ भर्खर यहाँसम्म छिर्दाखेरि चाहिँ अलिकति शान्ति फिल भयो अरे आधी शान्ति भित्र छिरे धेरै फुल शान्ति हुन्छ पुरै होला पुरै होला भयो नि त कहाँ हिँडेको तिमी भित्र छिर्ने अब यो चाहिँ मेन द्वार रहेछ त्यो अघि हामी छिरेको चाहिँ इन्ट्रान्स अब त्यहाँ टिकट सिकेट काटेर छिर्यौँ यहाँ चाहिँ मेन ढोका कस्तो दामी के भित्र नि दामी हुन्छ जस्तो लागेर चाहिँ कस्तो आनन्द फिल भइरहेछ यहाँ छिरेर कस्तो मजा आइरहेछ यहीँ अड्किनु भएछ उहाँहरू चाहिँ ए कति कराएको तिमी चाहिँ यो चुकचुके कति कराउँछ यहाँ चाहिँ चुकचुके हामी चाहिँ अब ड्याडी हाम्रो होइन यहाँको दृश्य सानै केही भन्छौ बोतलको सिसा हेर नि एउटा मान्छेको मूर्ति जस्तो ह्यान्ड स्ट्यान्ड गरेर आएको अनि यो सिसाको कस्तो दामी बनाएको त्यो केटीको नि हेर न मूर्ति जाऊँ तल जाने अब बाबु यहाँ चाहिँ यस्तो छ है यसको दुध ल्यान Welche kaputt gegangen. Und jemand hat sie ersetzt. कस्तो दामी गार्डन के यहाँ पखाइ म यहाँ बुद्ध किङ्डम यहाँ चाहिँ एकदम पिस शान्त वातावरण छ यहाँ यसो खोला रहेछ अझ हामी त घुमिसकेर भ्याएन कति धेरै यहाँ ट्रेनमा पनि ट्रेनमा पनि गइन्छ तर ट्रेनमा जाँदाखेरि चाहिँ एक्स्ट्रा पैसा लाग्छ अरे त्यही भएर वी प्रिफर द्याट वी वकिङ बिकज वी आर स्पोर्टी पर्सन हामी चाहिँ पार्क घुम्दैछौँ होइन यहाँ पोखरी छ यहाँ क्याफे रहेछ ल हामी अझै घुम्दैछौँ है यस्तो सिनहरू छ यहाँ चाहिँ मजाको पार्क बनाएर छ अनि यसो अलिअलि यही हो यहाँको विशेषता भनेको फाइनली यहाँ यो गार्डन चाहिँ एकदम ठुलो हो घुम्दा घुम्दा बल्ल मेन प्लेसमा चाहिँ आइपुग्यो पार्क भन्छ पिस कस्तो राम्रो देखेको ल हेर्नु त जुत्ता उकाल्दै दाइ र बुवा कस्तो रहेछ होला म त भिडियो बनाएर हाल
अब चाहिँ हामी जङ्गल सफारी हिँड्दैछौँ। बुद्धका चेलाहरूसँग भलाकुसारी गर्दै ए आमा ल राम्रोसँग हिँड्नु है। ढुङ्गाको छ क्या। दकुर मात्रै हुन्छ के हेर्न पाइँदैन त्यो अर्को बाह्र उठाइसक्यो दिदी बाजेलाई नमस्ते गर्यो नदिएर कति होला जी जी गर जी खोइ जी गरेको सामान लान देला जस्तो है हजुर मलाई युकुमारी के भन्छ रे यसलाई यति हिँडेपछि यसलाई के को फुल भन्छ रे सिलाम आउँछ राजा यो चाहिने फुल हो होइन लुगाएर च्याट्ट पारेर लानु भएन अब चाहिँ हामी पुलतिर जानलाई रेडी होइन। रानी पोखरीमा पठाइदियो ल आजको हाम्रो बुद्ध पार्क भ्रमण चाहिँ यहीँ समाप्त भएको छ है। अब भोलि सायद अर्को ठाउँ गइन्छ होला। आजको हाम्रो पार्क भ्रमण चाहिँ यतिमै सीमित, किनभने यो पार्क साह्रै ठुलो रहेछ। हिँडेर चाहिँ भ्याइँदैन यो पार्क घुम्न। तपाईँहरू आउनुभयो भने चाहिँ यस्तो ट्रेन यो गइरहेको ट्रेनमा एक राउन्ड हान्ने पहिला घुमाइदिन्छ, 6 युरो लिन्छ। भित्र छिर्नलाई पनि 6 युरो हो, यो ट्रेनमा जानलाई पनि 6 युरो हो। त्यही भएर एक राउन्ड ट्रेनमा घुमेर अनि त्यसपछि फोटोसोटो खिच्नु भएपछि यहाँ यो ट्रेन चढ्ने ठाउँबाट अलिकति तल आएपछि यस्तो ठाउँ आउँछ, यहाँनिर आएर फोटोसोटो खिच्दा चाहिँ हुन्छ है त। आजको भ्लग चाहिँ यहीँ इन हुन्छ। आजको भ्लग यहीँ इन होइन त खाने। ल यति भन्दै बाई बाई चाओ।